नौ डाँडाबाट जुन आउने बेला घाम झर्छ हुँदै हुँदै हो चरण घाम झर्छ हुँदै हुँदै। नमस्कार, म धनबहादुर जागरी। तपाईँ हेर्दै हुनुहुन्छ परदेशी रविवार फेसबुक पेज र जागरी धन ओफिसियल युट्युब च्यानलबाट कार्यक्रम नौडाँडा पारीको बसाई। आजको यस बसाइमा गोर्खा जिल्ला अजिरकोट गाउँपालिका वार्ड नम्बर 3 घर भई हाल पढाइको सिलसिलामा काठमाडौँ पुलचोकबाट एलिना अधिकारी बहिनीले पठाउनु भएको छ एउटा गजल। उहाँको गजल यस्तो छ। यो धरतीमा सधैँ घाम हुँदैन, सधैँ पानी हुँदैन। यो धरतीमा सधैँ घाम हुँदैन, सधैँ पानी हुँदैन। हाँसो रोदन बिनाको जिन्दगी हुँदैन। हाँसो रोदन बिनाको जिन्दगी हुँदैन। घमण्ड देखाउनु भन्दा शान्त बस्न ज्ञान चाहिन्छ। घमण्ड देखाउनु भन्दा शान्त बस्न ज्ञान चाहिन्छ। आज धैर्यता बिना सभ्यताको खानी हुँदैन। आज धैर्यता बिना सभ्यताको खानी हुँदैन। बाँच्न शरम गर्नु भन्दा शरम गर्न बाँच्नु ठुलो कुरा हो। बाँच्न शरम गर्नु भन्दा शरम गर्न बाँच्नु ठुलो कुरा हो। कलाकृति जलेर कहिल्यै खरानी हुँदैन। कलाकृति जलेर कहिल्यै खरानी हुँदैन। नयाँ विचारले पनि नयाँ दिनको सुरुवात गर्छ। नयाँ विचारले पनि नयाँ दिनको सुरुवात गर्छ। खाली सूर्य उदाउँदैमा बिहानी हुँदैन। खाली सूर्य उदाउँदैमा बिहानी हुँदैन। यो धरतीमा सधैँ घाम हुँदैन, सधैँ पानी हुँदैन। हाँसो रोदन बिनाको जिन्दगी हुँदैन। हाँसो रोदन बिनाको जिन्दगी हुँदैन भनेर एलिना अधिकारी काठमाडौँ पुलचोकबाट पठाउनु भएको थियो। उहाँलाई मिठो रचनाको लागि धेरै धेरै धन्यवाद।